यहाँहरूले साधना डान्स स्टुडियो जाने बाटो देखाउँदैछौँ। ठ्याक्कै ग्वारको चोकबाट हामी अगाडि बढ्छौँ। त्यस पछाडि लेट्स सी गर्दैछौँ। पुल क्रस भएपछि हामी स्तुपा आइपुगेका छौँ। स्तुपा पनि क्रस गरेर हामीले अगाडि हाइवेले पकडेर जाँदैछौँ। हाइवेले पकड्ने क्रममा इमाडोलको ठ्याक्कै बाटो क्रस गर्दैछौँ। त्यस पछाडि रह्यो हामीले इमाडोल क्रस गर्ने बित्तिकै भाटपाटेनी देख्नुहुन्छ। भाटपाटेनीभन्दा 3वटा घर अगाडि हामी बढ्दैछौँ। त्यसको ठ्याक्कै फर्स्ट फ्लोरमा H1 भनेर देखिराख्नु भएको छ। हामी गेटमा भित्र छिर्दैछौँ। गेटबाट हामीले साधना डान्स स्टुडियोको तेस्रो फ्लोरमा हामी जाँदैछौँ। लेट्स सी तेस्रो फ्लोरमा जाने क्रममा हामीले यहाँको थर्ड फ्लोरमा रहेको गेट ठ्याक्कै देख्नुहुन्छ। गेटमा हामीले साधना डान्स स्टुडियो भनेर पनि लेखेका छौँ। त्यस पछाडि मेन गेटमा हामी प्रवेश गऱ्यौँ। मेन गेटबाट हामीले तपाईहरुलाई स्वागत गर्दै थप जानकारीको लागि हामीलाई सम्पर्क गर्न नबिर्सनुहोला।